हामी धेरैको बानी छ बिहान उठ्ने बित्तिकै चिया अनि 2-4 स्लाइस बिस्किट वा पफ खाने। कहिलेकाहीँ दिउँसो पनि कामको बिचमा फेरि त्यही चिया पफ बिस्किट। चाँडो पनि सजिलो पनि। तर तपाईलाई थाहा छ यसको असर कति छ? विश्व स्वास्थ्य संगठनका अनुसार प्रत्येक वर्ष विश्वभर करिब 5,40,000 को मृत्यु ट्रान्स फ्याटको अत्याधिक सेवनका कारण मात्र हुने गर्छ। के हो ट्रान्स फ्याट? बिस्किट पफ खानै नहुने हो त? ट्रान्स फ्याट प्राकृतिक र कृत्रिम गरी दुई स्रोतबाट प्राप्त हुन्छ। प्राकृतिक ट्रान्स फ्याट प्राय जनावरबाट पाइन्छ। गाई भैँसीको दुध, घिउ, खसी, बोका आदिको मासुजन्य उत्पादन र बोसोमा हुने गर्छ। प्राकृतिक स्रोतबाट एकदमै कम मात्रामा पाइने ट्रान्स फ्याटले स्वास्थ्यमा कुनै ठुलो असर गर्दैन। तर कृत्रिम ट्रान्स फ्याटले बढी असर गर्छ। यो कारखानामा बनाइने तेलबाट प्राप्त हुन्छ, जसलाई पार्शियल हाइड्रोजनेटेड तेल पनि भनिन्छ। बिस्किट्स, पफ, पेस्ट्री जस्ता प्याकेजिङ फुडलाई स्वादिलो र क्रन्ची बनाउनका लागि यही तेलको प्रयोग गरिन्छ। अनि यसरी औद्योगिक खाद्य पदार्थबाट पाइने उच्च ट्रान्स फ्याट स्वास्थ्यका लागि निकै हानिकारक हुन्छ। औद्योगिक प्रक्रियाबाट उत्पादित र प्याक गरिएका खानेकुरामा ट्रान्स फ्याटको मात्रा 2% भन्दा तल हुनुपर्ने सरकारको नीति नै छ। तर पाउरोटी, पफ र कुकिजमा ट्रान्स फ्याटको मात्रा उल्लेख्य रूपमा बढी पाइएको छ। नियमित अनुगमनको क्रममा केही चाहिँ बेकरी उत्पादनहरू चाहिँ टेस्टिङहरू भएको छ, धेरैवटा भएको छ हैन। त्यसमध्येमा जम्मा 67वटा यो 8-10 महिनाको भित्रमा हामीले गर्दाखेरि जम्मा 16% मा चाहिँ म तपाईलाई त्यसको केही डाटा पनि छ। जस्तो टोटल 67वटा वस्तुहरू, खाद्य वस्तुहरू र उद्योगमा प्रयोग हुने कच्चा पदार्थहरू टेस्टिङ गर्दाखेरि 11वटामा चाहिँ यो ट्रान्स फ्याटी एसिड 2% भन्दा बढी अत्याधिक मात्रामा देखिएको छ हैन। यसमा चाहिँ 15.5% सम्म पनि ट्रान्स फ्याटी एसिडको उपस्थिति देखिएको छ। यसरी सरसर्ती हेर्दाखेरि हामीले के पाउँछौँ भने हाम्रो अहिले चाहिँ बजारमा भएको हैन 84% खाद्य वस्तुहरू चाहिँ सुरक्षित नै ट्रान्स फ्याटी एसिड पाइएको छ भनेदेखि 16% मा चाहिँ अब हामीले चाहिँ उहाँहरूलाई पत्राचार गरिसकेका छौँ र उहाँहरूले चाहिँ फर्मुलेसनहरू चेन्ज गर्ने र उहाँहरूले स्वस्फूर्त रूपमा आफैले चाहिँ अब हामी चेन्ज गर्दैछौँ, फर्मुलेसन चेन्ज गर्छौँ र त्यसमा चाहिँ ट्रान्स फ्याट एसिड चाहिँ सुरक्षित मात्रामा रहेको नै उपयोग गरेर त्यसलाई फेरि रिफर्मुलेट गरेर पनि हामी टेस्टिङ गर्न पनि आइराख्नु भएको छ। त्यसकारणले हामी आशा गर्न सक्छौँ। ट्रान्स फ्याटको मात्रा उल्लेख्य भएको पाएपछि खजुरीको पफ त बजारबाट नै फिर्ता बोलाएर नष्ट गर्न लगाइएको छ। यो त अनुगमन भयो र नष्ट गरियो। नभएको बेला के होला? यति मात्र होइन, रिफाइन्ड मैदाको प्रयोगबाट बनेका बिस्किट्स, पफ जस्ता खाद्य वस्तुमा फाइबर, भिटामिन र मिनरल जस्तो महत्त्वपूर्ण पोषक तत्त्वको मात्रा 0 बराबर नै हुन्छ। यस्ता खानेकुरा खाँदा हाम्रो डाइजेस्टिभ सिस्टमलाई पनि कमजोर बनाउने गर्छ। हामीले निरन्तर यस्तो खाना खाँदा बोसो जम्ने, वेट बढ्ने र इन्सुलिन रेजिस्टेन्स जस्ता समस्या देखिन सक्छन्। डाइजेस्टिभ, फाइबर, सुगर फ्री भनेर बेचिने धेरै बिस्कुटमा पनि हिडन ओइल र सुगर चाहिँ हुन्छ, जसले हाम्रो स्वास्थ्यलाई बिस्तारै असर पुर्याइरहन्छ। सजिलो र स्वादिलो बानीले कतै हामी र हाम्रो बालबालिकाको शरीरमा असर त गरिरहेको छैन? ख्याल गर्नुहोस् है।